जय नेपाल। ल सबैले धेरै धेरै नमस्कार हाम्रो दुईटैको तर्फबाट। नमस्कार कर, नमस्कार करना, जल्दी कर, न लजाओ ना, करना फिर नहीं करता बस लीची नहीं खाओ, जल्दी करना, करो ना बाबू, करो ना, नमस्कार करना, नमस्कार, हाथ जोड़ के नमस्कार। ल तपाईहरुले पनि धेरै धेरै नमस्कार मेरो तर्फबाट, यसको तर्फबाट। आजको भिडियो अलि डिफरेन्ट टाइपको आयो नि त, अलि ल्याङ्ग्वेज चेन्ज भइदिएको नि त मेरो, टक्क लाएर धेरै भनिसके थिए कि मान्छेहरूले यो मान्छे त भुल्ला जस्तो बोल्छ, हिन्दीको कोचिङ लिन आइज, अझै त पागल भइसक्यो भनेर धेरैजना भनिराथे सुनिराथे। त्यही भएर ल्याङ्ग्वेज चेन्ज गरौँ कि भनेर यसो नेपालीमा हान्दिराख्नु नि त आज, हो कि नै टक्ला। त्यसपछि आज चाहिँ अलि स्पेसल छ है। आज चाहिँ हामी दुईजना फुच्चेर म यसो डुल्न भनेर आटा पल्लो गाउँतिर आएको। हाम्रो साधन चाहिँ यहाँ छ, टक्क लाएर दुईजना साइकलमा हिँडिराखौँ। मा कसम, भगवान कसम, तिम्रो कसम, 1 वर्ष भयो साइकल नचलाएको। 1 वर्षपछि आज बल्ल चलाइराखौ। धेरै दिनपछि साइकल चलाउँदा अलि नराम्रो फिल हुन्छ कि, लाज लाग्छ कि मासला साइकल नचलाएको 1 वर्ष भइसक्यो। त्यही भएर आज यस्तो साइकल चलाएर फिल गरौँ न कस्तो हुँदो रहेछ। 1 वर्षपछि 1 वर्ष नचलाएर त्यसपछि चलाउँदा कस्तो फिल हुँदो रहेछ भनेर फिल गरौँ न हामी नि। सिथानी यहाँ पसिनाले लटपट भइसक्यो, पसिना मा कडक्स थेट कसम पसीना से मर जाऊँगा यार। आज फेरि यसो खेततिर जोत्न गएको थिएँ। त्यसो के भयो, सारा त्यो बिउ रोप्नलाई के त्यो बिउ छर्नलाई यसो हिलो बनाइरहेको थिएँ। त्यसपछि त साला त्यो जोत्ने फार हुन्छ, फार हलो, त्यो हलो भन्छ नि त नेपालीमा। त्यही जो उल्टो लगाइदिएर यार तना भएको थियो नि त यार। एकैछिन त यार एकैछिन त मा कसम पुरा हिलो के, मान्छे त पुरा हिलो भइसकेको थियो। त्यसपछि यसो चिठानी त्यो गर्छु भने यहाँ खुट्टै काट्यो, बहुत धेरै हिँड्न सक्नुहुन्छ। के गर्ने यार, गर्नै पर्यो, नगरी पनि नहुने, गरेर पनि नहुने, के गर्ने। यस्तै छ जिन्दगी केटा, मौज गरौ। यहाँ आइज बाबु, यहाँ आइज, ले बोल्टे आसा 1-2 बात बोल्टे। तोर नाम का हो? तोर नाम का हो? मजा से का? तोर नाम का हो? डिप्सन। का हो डिप्सन का हो? यसो हामी अब निस्किन्छौँ है। पसिनाले त हालत खराब भइन्छ। ल निस्किन्छौँ है। राम्रै लाग्छ केटा हो। तिम्रो पनि साइकल चलाउने गर है। त्यो अब बाइकमा धेरै घुमेर भानी नअघि बिगाएर साइकल चलाओ। धेरै ठुलो त के भनौँ, यसो सानो काम पनि थियो। त्यही भएर यसो जाम्की भनेर आइयो। सानो काम छ, ठुलो त लिन्छ। त्यही हो, अब त्यहाँ गएर नि आइयो। अब घर फर्किन लाग्यो। टक्कलाई मस्त बसेर टक्क लाएर हिँडिराख बौला नै रे। मजा आइट? त्यही नै हो अब आजको लागि यति नै। अरू नेक्स्ट डे नेक्स्ट ब्लग न्यू ब्लग। आजको लागि यति नै। जय नेपाल, बाई बाई।